भाइ बहिनी हो म तपाईँहरूलाई एउटा क्वेसन सोध्छु ल। यो चाहिँ म अल्कोहल च्याप्टरबाट एउटा क्वेसन सोध्दैछु है। ल हेर्नु त म यहाँ यो मैले तीनवटा म टेस्ट ट्युबहरू लिँदैछु है। यहाँ एउटा लिएँ मैले, यो अर्को मैले टेस्ट ट्युब बनाएँ र यहाँ अर्को मैले टेस्ट ट्युब, जम्मा मैले तीनवटा टेस्ट ट्युब लिएँ ल। यो टेस्ट ट्युब ए, टेस्ट ट्युब बी, टेस्ट ट्युब सी। अनि यहाँ मैले तिनै ठाउँमा अल्कोहलहरू लिएको छु है। अल्कोहल लिएको छु, एउटामा 1 डिग्री अल्कोहल लिएको छु, अर्कोमा मैले 2 डिग्री अल्कोहल लिएको छु, अर्कोमा मैले 3 डिग्री अल्कोहलहरू लिएको छु। यो मैले 3 खालको अल्कोहलहरू लिएको छु है। एउटा 1 डिग्री, एउटा 2, एउटा 3 भनेको प्राइमरी, सेकेन्डरी र टर्सरी अल्कोहलहरू मैले यो तीनटा टेस्ट ट्युबमा हालेर लिएको छु। अब मेरो क्वेसन के छ भने यो तीनवटा टेस्ट ट्युबमा भएको अल्कोहलहरू हामी कसरी चिन्छौँ? अब मैले तीनटा टेस्ट ट्युब देखाएँ अनि यहाँ हालेर दिएँ, हेर्दा यिनीहरूको कलर सेम सेम छ, सुरुमा सबैको एउटै छ। सो कसरी चिन्नुहुन्छ यो भन्यो भने के भन्नुहुन्छ? यसको जवाब के हुन्छ? एकछिन सोच्नु त, मैले सोच्नलाई टाइम दिएँ ल। ल भाइ बहिनीहरूले सोच्नुभयो होला। अब यसलाई हामी कसैले त हेर्दा चिनिन्छ भन्ने लाग्यो होला, कसैलाई चाहिँ चाखेर चिनिन्छ जस्तो लाग्यो होला, अथवा विभिन्न के सोच्नुभयो होला, अथवा कसैले चाहिँ केही पनि सोच्नु भएन होला। सुनै, अब यसलाई हामीले केमिकलहरू त्यसरी चाखेर भन्ने त हुँदैन। अब हार्मफुल पनि हुनसक्छ। सबै अल्कोहल फेरि के छ भने खान योग्य पनि हुँदैन होइन, मुखमा हाल्न योग्य हुँदैन। त्यस कारणले हामीले यसलाई केमिकल्ली टेस्ट गर्न सक्छौँ। ल्याबमा लगेर यसलाई केमिकल्ली यसमा विभिन्न रिएजेन्टहरू हालेर हामी यसलाई चेक गर्न सक्छौँ। र विभिन्न रिएजेन्टहरू हाल्दै हाल्दै जाँदाखेरि केही रिएजेन्टहरू छ, 2-3वटा रिएजेन्टहरू छ जुन म लेख्छु, र त्यो रिएजेन्टहरू हाल्दै गएपछि लास्टमा यिनीहरूले तिनटाले 3 खालको कलर दिन्छ क्या, फरक फरक कलरहरू दिन्छ। त्यही कलरको आधारमा हामी चाहिँ यो चाहिँ नि 1 डिग्रीको रहेछ, यो 2 डिग्री रहेछ, यो 3 डिग्रीको रहेछ भनेर थाहा पाउँछौँ। र त्यो रिएजेन्टहरू हामीलाई दिने केमिस्टको नाम थियो भिक्टर मेयर है। अनि भाइ बहिनीले पढि पनि सक्नुभयो होला अल्कोहलमा भिक्टर मेयर टेस्ट टु डिस्टिङ्ग्विस 1 डिग्री, 2 डिग्री, 3 डिग्री अल्कोहल भनेर। अनि अब भिक्टर मेयरको त सबैलाई थाहा छ कि उहाँ चाहिँ 1845 पछिको उहाँ साइन्टिस्ट केमिस्ट हुनुहुन्थ्यो र बोन्सेनको उहाँ चाहिँ चेला स्टुडेन्ट हुनुहुन्थ्यो र उहाँ त्यतिखेर उहाँ खासमा त एक्टर बन्न चाहनुहुन्थ्यो, तर बोन्सेन त्यस्तो साइन्टिस्ट हुनुहुन्थ्यो जसको चाहिँ उहाँको सम्पर्कमा उहाँ चाहिँ पछि ठुलो केमिस्ट बन्नुभयो। अनि उहाँले आइडिया दिनुभयो कि यसमा विभिन्न रिएजेन्टहरू तपाईँहरू हाल्दै जानुहोस् र फाइनल्ली कलर हेर्नुहोस्, त्यो कलरबाट तपाईँहरूले छुट्याउन सक्नुहुन्छ भनेर बताइदिनु भयो। हो, त्यो मेथोडको नाम हो भिक्टर मेयर मेथोड, भिक्टर मेयर टेस्ट। ल त्यो कुरा आज हामी छलफल गर्छौँ, जुन चाहिँ हाम्रो अब इक्जामको लागि विभिन्न चाहिँ भनौँ न आउने तपाईँहरूको इक्जामहरूको लागि चाहिँ यसले मद्दत गर्नेछ है त। ल म यो पहिला मेट्छु, त्यस पछाडि अनि हामी यसको बारेमा अझै छलफल गर्नेछौँ है त। ल सबैजनाले कपी निकालेर रेडी हुनु ल। यहाँ लेख्नु त सबैले भिक्टर मेयर टेस्ट, मैले यति हेडिङ बनाएँ ल, भिक्टर मेयर टेस्ट टु आइडेन्टिफाई 1 डिग्री, 2 डिग्री, 3 डिग्री अल्कोहल। अब यसको लागि चाहिँ हामी यसको स्टेप्सहरू लेखौँ ल। स्टेप्सहरू, इम्पोर्टेन्ट स्टेप्सहरू के छ यसमा हामी के गर्नेछौँ ल, कुन कुन रिएजेन्टहरू युज गर्छौँ। सुरुमा हामीलाई जुन अघि दिएको जुन मैले 3टा टेस्ट ट्युबमा भने नि त्यो अल्कोहलहरूलाई हैन, गिवन अल्कोहल इज treated
with red phosphorus and iodine to get आयोडोअल्केन। ल सुरुमा हेर्नु त हामीलाई दिएको त्यो अल्कोहलहरु थियो नि त्यो त्यति मध्ये प्रत्येकलाई हामी के गर्ने रहेछौं रेड फस्फोरस र आयोडिन हालेर त्यसलाई रियाक्सन गर्ने अनि हामी के पाउँछौं आयोडोअल्केन पाउँछौं। सो अब सेकेन्ड नम्बरमा जाउँ हामी आयोडोअल्केन is then treated with silver nitrite solution to get नाइट्रोअल्केन। ल अब अर्को स्टेपमा हेरौँ त जुन यो निस्केको आयोडोअल्केन थियो नि त्यसलाई अब हामी फेरि सिल्भर नाइट्राइड सोलुसनसँग रियाक्सन गराउँछौं अनि हामी नाइट्रोअल्केन पाउँछौं। थर्ड नम्बरमा फेरि हेर्दै जाउँ। थर्ड नम्बरमा नाइट्रोअल्केन is then treated with nitrous acid HNO2 nitrous acid and then alkaline with KOH or NaOH solution। अर्को हामी थर्ड स्टेपमा गएर हामी के गर्ने रहेछौं नाइट्रोअल्केन जुन बनेको छ नि त्यो नाइट्रोअल्केनलाई हामी नाइट्रस एसिडसँग रियाक्सन गर्ने अनि त्यसपछि त्यसलाई KOH सँग अथवा NaOH सोलुसनसँग हामी रियाक्सन गर्ने अनि 4 नम्बरमा हामीले यसो गर्दाखेरि नि by doing this blood red coloration indicates 1 degree alcohol, blue coloration indicate 2 degree alcohol and colorless solution indicate 3 degree alcohol। ल हेर्नु त यो मैले चारवटा सिम्पल स्टेपहरु बनाए किताबहरुमा अलिक लामो तरिकाले इलाबोरेट गरेर लेखेको पनि हुन्छ। अब हामी यतिमा बुझौं कि पहिला दिएको अल्कोहललाई हामी रेड फस्फोरस P4 रेड र आयोडिन सँग हामी मिसाउने अनि त्यसपछि हामीले आयोडोअल्केन पाउँछौं। त्यसपछि हामीले सिल्भर नाइट्राइड सँग AgNO2 सँग त्यो अल्कोहललाई हामी मिसाउने अनि त्यसपछि हामी पाउने छौं यो सिल्भर नाइट्राइड सँग मिसाएपछि नाइट्रोअल्केन पाउँछौं। अनि नाइट्रोअल्केनलाई फेरि हामी HNO2 सँग नाइट्रस एसिड सँग मिसाउने अनि त्यसो गरेपछि हामीले अब विभिन्न किसिमको कलरहरु भनेको रेड कलर हैन ब्लड रेड कलर चाहिँ 1 डिग्री को लागि ब्लू कलर 2 डिग्री को लागि र कुनै पनि कलर नभएको हैन कलरलेस सोलुसन चाहिँ 3 डिग्री को लागि पाउने छौं र यसैबाट हामीले थाहा पाउने छौं कि यो चाहिँ नि 1 डिग्री को रहेछ
यो 2 डिग्रीको रहेछ 3 डिग्रीको रहेछ भनेर। ल यो भयो। अब यसलाई हामी रियाक्सनको थ्रुबाट पनि हेरौँ है त। ल सबैजना रियाक्सनको लागि रेडी हुनु। ओके ल म यसलाई मेट्दैछु अनि रियाक्सनबाट हामी हेर्नेछौँ। ल आज यो हामीले भिक्टिम मेयर मेथड कम्तीमा कम्प्लिट गरौँ। भाइ बहिनीलाई धेरै हेल्प हुनेछ यसले चाहिँ। ल एउटा यहाँ हामी रियाक्सनको लागि मैले यहाँ लेखेँ रियाक्सन भनेर, अनि यहाँ म राख्दैछु प्राइमरी अल्कोहल। प्राइमरी अल्कोहल भनेको के 1 डिग्री अल्कोहल। 1 डिग्री अल्कोहल मैले यसलाई यसरी यो टेबल बनाइन्छ र यो साइडमा हामी राखौँ सेकेन्डरी अल्कोहल, यो भनेको 2 डिग्री अल्कोहल। त्यसैगरी यतापट्टि राखौँ हामी यहाँ टर्सरी अल्कोहल। अलिकति सानो लेटरहरू हुन सक्छ, भाइ बहिनीले यसलाई अलिकति जुम गरेर हेर्नु होला है त। ल अब हामीले प्राइमरी अल्कोहलको लागि 1 डिग्री अल्कोहलको लागि त हामीले के गर्छौँ, लेट अस सपोज यहाँनिर मैले एउटा अल्काइल ग्रुप लेखेँ, यो अल्काइल ग्रुप छ अनि यहाँ कार्बन छ, अनि यहाँ कार्बनको बन्डिङको लागि मैले यहाँ 2 लेखेँ अनि यहाँ OH लेखेँ। यो 1 डिग्री अल्कोहल भयो। कसरी? यो कार्बनले एउटा अर्को अल्काइल ग्रुपसँग बन्डिङ गरेको छ, द्याट इज वाइ यो 1 डिग्री कार्बन अनि अल्कोहल जोडिएको 1 डिग्री अल्कोहल। सिमिलरली यहाँ हेरौँ है, यतापट्टि मैले के गरेँ, यहाँ R जोडेँ, फेरि अर्को पनि R भनेको अल्काइल ग्रुप दुईटा जोडेँ, त्यसकारण यो 2 डिग्री भयो नि। अब 2 डिग्री अल्कोहल बनाउनको लागि मैले यहाँ अल्कोहल OH लेखेँ, यहाँ एउटा हाइड्रोजन, यहाँ हाइड्रोजन घटाएर मैले 1 2 3 4 गरेँ। यो साइडमा फेरि यहाँ पनि R, यो साइडमा पनि R, यता पनि R अनि यहाँ OH हालेँ। हेर्नु यो 3 डिग्री अल्कोहल भयो। म यहाँ लेख्छु ल, यो 1 डिग्री, यो 2 डिग्री एन्ड यहाँ चाहिँ 3 डिग्री छ। ल यसरी मैले 3टा लेखेँ है। अब यसको लागि यहाँ हेर्नु रियाक्सन यहाँ लेख्नु सबैले P4 + I2, यहाँ रेड हो, यो दुई खालको फस्फोरसमा रेड फस्फोरस, व्हाइट र रेडमा हामी रेड फस्फोरस युज गर्छौँ। सबै ठाउँमा हामीले के गर्न आँट्यौँ, P4 + I2 हामीले जोड्यौँ, आयोडिन र रेड फस्फोरस यहाँ हामीले सबै टेस्ट ट्युबहरूमा हालिदियौँ हामीले। यसो गर्दाखेरि सबै ठाउँमा हामीले CH2, यो OH को ठाउँमा सबैले I लेख्नु त, यसरी आयोडिनको लागि यसरी यो लेख्नु सबैले। ल यसरी लेख्नु, बुझेन भने मलाई कमेन्ट गर्नु है। यहाँनिर सबैले I लेख्नु। हेर्नु सबै ठाउँमा मैले OH को ठाउँमा के गरेँ, आयोडिन जोडेँ। ल अनि यसको नाम अब के भयो, आयोडो अल्केन भयो। सबै रेस्पेक्टिभ डिग्रीको आयोडो अल्केनहरू मैले बनाएँ। अब त्यस पछाडि फेरि हामी अर्को रिएजेन्ट हाल्छौँ जुन चाहिँ थियो AgNO2, सिल्भर नाइट्रेट हामी यसमा मिसाइदिन्छौँ। सबै ठाउँ हामी त्यसरी नै मिसाउँछौँ, AgNO2 मिसाउँछौँ। ल यसरी यहाँ AgNO2 मैले मिसाएँ। हेर्नु है राम्ररी लेख्नु। अब मसँग त डिजिटल बोर्ड छैन हैन, यही बोर्ड हो, यसमै हामी बुझ्ने कोसिस गरिरहेका छौँ। अब फेरि हामी R CH2, यहाँ हामी NO2 लेख्छौँ, यहाँ पनि हामी R, माथितिर पनि R जोडिएको छ अनि यहाँ हाम्रो के भयो, NO2 भयो। ओके, सो हियर अल्सो R मिन्स अल्काइल ग्रुप अनि यहाँ NO2। यो सबैको नाम के भयो, नाइट्रो अल्केन। नाइट्रो अनि अल्केन। अब यो कुन अल्केन हो भन्ने त यहाँ थाहा भएन, किनभने यहाँ मैले सिम्बोलिक R लेखेको छु हैन, यहाँ पनि R छ। यसरी हामीले नाइट्रो अल्केनहरू बनायौँ है। यो एक ठाउँ लेख्दा भइहाल्छ। ल यता गयौँ। अब त्यस पछाडि हामीले HNO2 नाइट्रस एसिडसँग यसलाई मिसाउँछौँ। नाइट्रस एसिड भनेको नि NaNO2 + HCl बाट फर्मेसन गर्न सकिन्छ।
HNO2 सबै ठाउँ जोड्ने हो हामीले। यसमा पनि HNO2 यहाँ पनि लगाउँछौँ HNO2 यो सबै ठाउँ हामी लगाउने। अनि लगाइसके पछाडि नि अब यहाँ अलिकति यहाँ प्रोडक्ट बनाउने बेलामा यहाँ अलिकति तपाईँहरू झुक्किन सक्नुहुन्छ ल, नझुकिनु। यहाँ हेर्नु म यसलाई यो कार्बन लिँदैछु अनि यतापट्टिको अल्काइल ग्रुप मैले यहाँ लेखेँ। अब यो हाइड्रोजन र यो अक्सिजनबाट नि म -H2O निकाल्छु। अब भन्नु त के बाँकी रह्यो, यहाँबाट नाइट्रोजन, यो NO2 त मैले यहाँ राखेकै छु है, NO2, यो अक्सिजन, यो हाइड्रोजन, यहाँबाट हामीले के गर्यौँ H2O निकाल्यौँ। अब बाँकी के रह्यो, यो ठाउँमा एउटा हाइड्रोजन, यहाँ OH बाँकी रह्यो। हेर्नु त यहाँ OH, किनभने यहाँबाट एउटा अक्सिजन त योसँग गइसकेको छ यहाँ। सो यसरी रह्यो। अब यहाँ बोन्डिङ पुरा गर्नको लागि चाहिँ यहाँ डबल बोन्ड गर्ने यसरी। यसैको नाम के हो, नाइट्रोलिक एसिड बन्यो। हेर्नु यो फाइनल्ली नाइट्रोलिक एसिड बन्यो यहाँ। हेर्नु है कसरी बनायौँ हामीले वाटरलाई। यहाँ पनि त्यही गर्नु, -H2O गऱ्यौँ, H2O वाटर। अब यहाँ त के भने यो एउटा हाइड्रोजन मात्रै छ, यहाँ एउटा हाइड्रोजन H2O निकाल्न, यहाँ त अब NO अनि यहाँबाट एउटा अक्सिजन पनि गयो। सो हामीले के गर्यौँ R माथि पनि R हैन। अब यहाँ त गइसक्यो, यहाँ NO2 मात्रै बाँकी छ, हाइड्रोजन छैन यो। अब यहाँनेरि हेर्नु त, यहाँ मैले के गरेँ, यहाँ यो R अनि यहाँ CH, यहाँ त दुईटा, यहाँ एउटा हाइड्रोजन मात्रै छ हैन, यहाँ एउटा छ, यहाँ एउटा छ। सो मैले H2O निकाल्दा यहाँ मुनि के भयो, यो नाइट्रोजन भयो अनि यहाँको एउटा अक्सिजन यहाँ गइसक्यो भनेपछि यहाँ एउटा अक्सिजन रह्यो। सो बन्डिङ पुरा गर्नको लागि मैले यहाँ डबल बोन्ड लाने। सो नाइट्रोजनको लागि 3, कार्बनको लागि 4। यसैको नाम चाहिँ के थियो, स्युडो नाइट्रोल यसरी बन्यो। अब यहाँ चाहिँ नो रियाक्सन भयो। यहाँ चाहिँ के भयो, 3 डिग्री अल्कोहलले चाहिँ कुनै रियाक्सन देखाएन। हामीले नाइट्रस एसिड हाल्दा कुनै रियाक्सन पाइएन। अब फाइनली हामीले यहाँ अल्कालाइन गर्छौँ KOH हालेर ल, KOH, यो साइडमा पनि हामी KOH हाल्छौँ, यहाँ पनि हामी अल्कालाइन बनाउँछौँ KOH। यसो गर्दाखेरि यहाँनिर ब्लड रेड कलर आयो, यो ठाउँमा आयो ब्लू कलर आयो अनि यहाँ चाहिँ कलरलेस आयो। ल हेर्नु त तीनटा फरक आयो कि आएन, ब्लड रेड कलर, ब्लू कलर, त्यहाँ कुनै कलर छैन। अनि यसबाट हामीले थाहा पायौँ कि 1 डिग्रीमा रेड कलर, 2 डिग्रीमा ब्लू कलर र 3 डिग्रीमा कलरलेस सोलुसन हुन्छ। र हाम्रो रिएजेन्टहरू हामीले ख्याल गर्नुपर्ने यो रिएजेन्टहरू पनि छ र यो रिएजेन्टहरू हाल्दै जाँदाखेरि यसरी हरेक अल्कोहलबाट फाइनल्ली चाहिँ आफ्नो आफ्नो छुट्टै छुट्टै कलर दियो। यसरी हामीले प्राइमरी 1 डिग्री, सेकेन्डरी 2 डिग्री र टर्सरी 3 डिग्री अल्कोहललाई भिक्टर मेयरको टेस्टबाट छुटाउन सक्ने रहेछौँ। ल बुझ्नुभयो होला। अब योसँग रिलेटेड अरू क्वेसनहरू पनि म लिएर आउँछु, थप अरू भिडियोहरू पनि तपाईँले हेर्नु र आजको क्लास चाहिँ हामीले यहीँ अन्त्य गर्छौँ। ल थ्याङ्क यू सो मच एभ्रिबडी, थ्याङ्क यू।